सम्पूर्ण दर्शकबिन यति बेला म तपाईँहरूको माझमा आज फेरि पनि नयाँ भन्दा एकदमै फरक खालको भिडियो तपाईँहरूको माझमा अकबरे खुर्सानीको बिउ उम्रिसकेको छ। यो अकबरे खुर्सानीको बिउ हो। हेर्नुहोस् है सम्पूर्ण दर्शकबिन, तपाईँहरूको माझमा म यो अकबरे खुर्सानी अस्ति कसरी राख्ने हैन, ठाउँ कसरी छनौट गर्ने यी विधिहरू तपाईँहरूको माझमा मैले सबै कुरा सिकाएको थिएँ र अब उम्रिसकेको छ। यहाँ उम्रिसकेको छ। अब तपाईँ कोही पनि बेरोजगार हुनुपर्ने, निराश हुनुपर्ने छैन। अब तपाईँले आफ्नै घरमा लाखौँ आम्दानी गर्न सक्नुहुन्छ आफ्नै बारीमा मेहनत गरेर। त्यसैले गर्दा आज यो खुर्सानीको बिउ उम्रेको छ। हेर्नुहोस् है, यहाँ हामी खुर्सानीको घर बनाइदिएका छौँ। त्यसपछि म यहाँ पानी चारेको तपाईँ देखाउन गइरहेको छु। यहाँबाट ठ्याक्कै पानी चारेको ऊ हजारी त्यही सामने नेर छ, हजारी पनि राखेको छ। हेर्नुहोस् त भरभराट उम्रेको छ। यो अलि चाहिँ ढिला चाहिँ उम्रिदो रहेछ, अलिकति निराशजनक बनाउँछ नयाँ सुरुमा गर्दाखेरि। त्यसले गर्दा हेर्नुहोस् त पुरा बिउ उम्रिसकेको छ। यो अकबरे खुर्सानीको बिउ हो दर्शकबिन। यति बेला तपाईँले रोल्पा न्युज फोकस जहाँबाट हेर्दै हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, सक्नुहुन्छ भने आफ्नो साथीभाइहरूलाई लाइक, सेयर र सब्सक्राइब गरिदिनु हुन अनुरोध गर्दछौँ। किनकि तपाईँको एक लाइक र सेयर सब्सक्राइबले गर्दा र तपाईँको कमेन्ट बक्समा गएर तपाईँले विभिन्न सल्लाह सुझाव पनि दिन सक्नुहुन्छ। तपाईँहरूको माझमा यो अकबरे खुर्सानीको बिउ आज हामी पूर्व इलामतिर करतौँ लाखौँ आम्दानी गरेको कुराहरू प्रत्यक्ष हामी युट्युबमा सुनिरहेका छौँ र हकिकत पनि हो। यो घर बनाएको होइन, यसको चाहिँ चौडाइ 1 मिटरको हुन्छ भने यसको लम्बाइ आवश्यकता अनुसार, अनि यो बाँसले पनि यसरी घर बनाउँदा 2.2 मिटर 50 सेन्टिमिटर 2.50 सेन्टिमिटर बराबरको तपाईँले यो बाँसलाई, यो जो बाँस हो यसलाई चाहिँ तपाईँले यो बाँसलाई तपाईँले 2.50 सेन्टिमिटर गराएर तपाईँले यसरी घुमाएर चाहिँ रबरको पनि हुन्छ, फलामको पनि हुन्छ, तर सजिलो र सस्तोको लागि अब तपाईँहरूको माझमा म यहाँ पानी चाडेको देखाउन गइरहेको छु। हामी यहाँ पानी चाडेको देखाउन गइरहेका छौँ। हजारीबाट पानी चाडेको म तपाईँहरूले देखाउन गइरहेको छु। यसरी हजारीबाट पानी राखेको हेर्नुहोस् है। सर यो हजारीबाट राख्नुभयो भने समान तरिकाले पानी जान्छ। हेर्नुहोस् यस्तो मजाले तपाईँले पनि हेर्नुहोस् हजारीले हजारीले यसरी चार्दै जानुहोस्। बिउ जहाँ छ होइन, मजाले हेर्नुहोस् त दर्शकबिन, यो चाहिँ खुर्सानीको बिउमा हजारीले यसरी मजासँग चाड्न सक्नुहुन्छ। साँझबिहान खुर्सानीले अरू बिरुवाको दाँजोमा एकदमै पानी चाहिँ सिराइदिइरहनु पर्छ दर्शकबिन। तपाईँहरूले खुर्सानीको यदि खेती गर्ने विचार छ भने अन्य बिरुवाको दाँजोमा खुर्सानीलाई पानी अत्यधिक चाहिन्छ। थोरै भए पनि साँझ बिहान पहिले सुरुमा राख्दाखेरि झन् साँझ बिहान अनिवार्य चाहिन्छ। उम्रिसकेपछि चिस्यान हेरेर सकभर 2 पटक हामी दिने गर्नुपर्छ भने, तपाईँको चिस्यान छ भने बिहान चाहिँ नदिए पनि पुग्छ, तर साँझ चाहिँ तपाईँले यसरी दिनुहोला। पानी अनिवार्य दिनुपर्छ हजारीबाट। पानी केही भाग चाहिसकेका छ। फेरि म तपाईँहरूको माझमा सम्पूर्ण जति पनि यति बेला जहाँबाट हेर्दै हुनुहुन्छ, रोल्पा न्युज फोकस च्यानल हेरेर बस्नुहुने सम्पूर्ण दर्शकबिनहरू, आज म तपाईँहरूको माझमा यस अकबरे खुर्सानीको बिउ कसरी राख्ने भन्ने कुरालाई म तपाईँहरूको माझमा देखाउन गइरहेको छु। अलिकति क्यामेरा अगाडि गराएर अकबरे खुर्सानीको बिउ कसरी राख्दा छिटो उम्रिन्छ र धेरै चाहिँ उमार शक्तिमा हामी सफल बन्न सक्छौँ भन्ने कुरा तपाईँहरूको कहाँ आज यस अकबरे खुर्सानीको बिउ राख्ने सम्बन्धी महत्त्वपूर्ण आज भिडियो लिएर म तपाईँहरूको माझमा यो ड्याङ बनाउनुको फाइदा के र ड्याङ कसरी बनाइन्छ
र यो बनाउनुको फाइदा के हो